सम्पूर्ण साथीहरू नमस्कार अनि स्वागत छ यस भिडियोमा। दृश्यमा देखाइएको यी सामग्रीहरू मौरी पालन व्यवसायमा अति आवश्यक पर्ने मौरीका आधुनिक हारहरू हुन्। अहिले धेरै कृषकहरूले मौरी पालन व्यवसायलाई निकै चासो र रुचिका साथ अगाडि बढाइरहेका छन्। धेरैले मौरी पालन व्यवसाय गरेर मनग्गे आम्दानी पनि लिइरहेका छन्। कतिपय कृषकहरूले परम्परागत मुडे र खोपाघारमा मौरी पालन व्यवसाय गरिराख्नु भएको छ भने कतिले आधुनिक घारहरू प्रयोग गरिरहेका छन्। आधुनिक घार भनेको के हो त? मौरीको आधुनिक घार भनेको प्राकृतिक अवस्थामा मौरीको घारभित्र के कस्तो किसिमले बस्दछन्, साथै मौरीको आनीबानी खोज गरेर तथा अनुसन्धान पूरा गरी हाल सुधार गरी निर्माण गरिएको घारलाई आधुनिक घार भनिन्छ। आधुनिक घारका सिद्धान्तहरू छन् जुन अन्डा, छाउरा राख्ने कक्ष र मह कक्ष छुट्टा छुट्टै हुनुपर्छ। मह कक्ष तथा छाउरा कक्षको फ्रेम निकाल्न, फेर्न र चलाउन मिल्ने हुनुपर्छ। मह कक्षको चौकस अथवा फ्रेम महदानीमा ठिकसँग मिल्ने हुनुपर्छ। मौरी घारभित्रको विभिन्न भागहरू ठिक दूरीमा हुनुपर्छ। हाम्रो देश नेपालमा मौरी पालन गर्ने कृषकहरूले प्रयोग गर्ने धेरै किसिमका आधुनिक घारहरू छन्। त्यसमध्ये मुख्य घारहरू अफ्रिकन टपबार घार, न्युटन ए र न्युटन बी घार हुन्। त्यसमध्ये न्युटन बी सबैभन्दा बढी कृषकहरूले रुचाइएको र माग भएको घार हो र अहिले तपाईहरूलाई दृश्यमा देखाएको घार पनि न्युटन बी घार हो। न्युटन बी घार विशेष गरी दुई भागमा बाँडिएको हुन्छ। यसको माथिल्लो भागमा छाना, मुनतिर भित्री ढक्कन हुन्छ भने तलतिर महकक्ष हुन्छ र महकक्ष मुनि छाउरा कक्ष हुन्छ। घारको सबभन्दा तल आसन बोर्ड हुन्छ। त्यसैमा कर्मी मौरी आउने जाने गर्नको लागि ढोका पनि जडान गरिएको हुन्छ। छाउरा कक्षमा बच्चा हुन्छ, कुट तथा मह हुन्छ जुन कि कर्मी मौरी आफैले खान्छ तथा बच्चालाई पनि खुवाउँछ। मह कक्षमा भने शुद्ध मह मात्र हुन्छ। हामीले मह कक्षबाट मह निकाल्छौँ। यस घारको छाउरा कक्ष तथा मह कक्षमा 10-10 वटा फ्रेम हुन्छन्। यसरी आधुनिक घारमा मौरी पालन गर्दा सहज रूपमा गोला निरीक्षण गर्न, सजिलोसँगले मह काट्न र गोला विभाजन गरी मौरीको सङ्ख्या वृद्धि गर्न सकिन्छ। के तपाईँले आधुनिक घारमा मौरी पालन व्यवसाय गरिराख्नु भएको छ या आधुनिक घारमा मौरी पालन व्यवसाय गर्न चाहनुहुन्छ र तपाईँलाई घार आवश्यक परेको छ भने सम्पर्क गर्नुहोला। खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर 3 बासपानीका लुमेश राईले लेकबेसी मौरी पालन तथा घार उत्पादन केन्द्र सञ्चालन गरी स्थानीय युवाहरूसँग मिलेर आधुनिक घारहरू निर्माण कार्य गर्ने काम गरिरहेका छन्। यदि तपाईँहरूलाई मौरीको आधुनिक घार ठुलो परिमाणमा चाहिएको छ र डेलिभरी पनि आवश्यक छ भने तपाईँहरूलाई त्यो सुविधा पनि रहेको छ र यदि तपाईँहरूलाई मौरीको घारको फ्रेमहरू मात्रै आवश्यक परे त्यो पनि उपलब्ध गराइनेछ। सम्पर्कको लागि लेकबेसी मौरी पालन तथा घार उत्पादन केन्द्र, सञ्चालक लुमेश राई, 9741 77 35 38 9741 77 35 38 यस नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद। Please subscribe to Koshi Info TV for upcoming videos. Thank you.